जब अलिजे जमालीले भावुक हुँदै भनिन्, मलाई नेपाल एकदमै प्यारो लाग्छ, म नेपालमै बस्न चाहन्छु। मैं नहीं चाह रही थी कि मेरे वहाँ जाने से पहले किसी को भी मतलब पता चले, बिकॉज देयर इज सो मच ऑफ evil eyes and I just want to take care of each and everything. So I'm going back. I'm going to my home finally. Yeah, my home. दर्शकबिन नमस्कार, हार्दिक स्वागत छ। पछिल्लो समयकी चर्चित टिकटकर अलिजे जमाली यति बेला पाकिस्तान छोडेर नेपाल आउने भएकी छिन्। उनले भनेकी छिन्, सधैँ यो जातभातको विषयमा चल्दैन, हामी जात पत्ता लडाई गर्नु हुँदैन, मलाई नेपाल एकदमै प्यारो लाग्छ, म नेपाल सँगै बस्न चाहन्छु, नेपालको हावाहुरी बतास सबैसँग फिल गर्न चाहन्छु, आजबाट मैले मेरो मन धन सबै नेपालमै सुन्फिएकी छु। दर्शकबिन हुन त केही दिन पहिला अलिजे जमालीले बोलेका केही कुराले गर्दा नेपालभरि उनले गाली खाइरहेकी थिइन्। यति बेला भने उनले यस्तो कुरा गरिरहँदा चारैतिरबाट कस्तो प्रतिक्रिया आउला भनेर धेरैले सोचिरहेका छन्। तपाईहरूलाई उनको जोडी र उनले भनेको कुरा कस्तो लाग्छ अवश्य पनि कमेन्ट गर्नुहोला।